प्रधानमन्त्रीज्यू, तपाईँ यो के बोल्दै हुनुहुन्छ? म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हल्का, यति उत्ताउलो नहुनुहोस् तपाईहरु। र प्रधानमन्त्रीको सम्बन्धमा जथाभावी पनि नबोल्नुहोस्। थाहा छ तपाईहरुको पृष्ठभूमि के गर्न हिँड्नु भएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ, त्यो पनि देखाएको छ। कोही ज्यानबाट नजिक खुट्टाको हात निकालेर फेरि लगाउँदै हिँड्नु भएको छ। कोही आफ्ना अनेक असफलताका पीडा र तर्पणहरू बोकेर, कुण्ठाहरू बोकेर ती कुण्ठाहरू फ्याँक्ने, पोख्ने, छर्ने थलो बनाउनु पर्ने छ संसारमा। त्यो हामीले बुझेका छौँ। तसर्थ सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठुलो घाटा परेछ, कसैलाई छाती पिटिकन रोएका छन्। एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले। त्यसको विधि अर्को होला नि, पार्लियामेन्ट बन्द गरेको छ। प्रधानमन्त्रीले आएर जवाब दिनु पर्यो। जवाब दिइसक्यो प्रधानमन्त्रीले, दिइसक्यो, सिद्धियो नि त। अब कहाँ पार्लियामेन्टमा जवाब दिनु थियो? थाहा पाइएन। एउटा हटायो, अर्को नियुक्त गर्यो, सिद्धियो। त्यसमा पनि फेरि मोर्चा बन्दी भुवा। को भन्नुहुन्छ उहाँहरूले? त्यो कर्मचारी के भनेर हामीले युथ फोर्स भनेका थियौँ। युथ फोर्स जस्तै, तर अब त्यही नाम भनेर बोल्ने केही आवश्यकता छैन। भोलिन्टियर्स टिम भन्नु ठिक छ, तर यो पर्मानेन्ट भोलिन्टियर्स टिम र यो जलमैडा होइन। यो एउटा पाटे बाघ जस्तो चुपा लागेर बस्न पनि आउँछ। देशलाई अप्ठ्यारोमा पार्न कसैले खोज्यो भने बाघे झप्पु दिन पनि आउँछ। यो देशको एउटा पर्मानेन्ट अर्गनाइज। यो कुनै सैनिक संगठन होइन, नागरिक संगठन। यो सशस्त्र संगठन होइन, निशस्त्र संगठन। तर यो यस्तो संगठन हो सबै खालका प्रतिगामी संगठित शक्तिहरूलाई पराजित गर्न सक्दछ। यससँग कोही टाउको जुदाउन आयो भने ठुलो भ्रमका साथ आउँछ। टाउको जुदेपछि थाहा पाउँछ ठुलो भ्रममा परिएछ। एउटा दरबार सरबारमै हुर्किएको केही केटाकेटी होला, भेडा देखेको रहन्छ, भेडा कस्तो हुन्छ थाहा पाएको रहन्छ। अनि भेड भेटेपछि सिङ यसो फर्किया हुन्छ, मजा लाग्छ नि त। टाउकामा यसो प्याट प्याट पारेर मसँग लड्छस् भनेछ त्यो केटा। लड्छु भने हो कि लड्दैन थाहै भयो। लड्छस् भने फेरि टाउका फेरि भेडा लगाइयो। भेडा अलिकति पछि सरेछ। तँलाई थाहा भयो होइन त कतिको ब्याक्सरिस त। अनि फेरि आइज भन्दा यसो गरेपछि भेडा अझ पछाडि सरेछ। फेरि यसो गरेर केटा भेडा अझ पछाडि सर्यो। एकछिन यसो गरेर बसेपछि
कुदेर आएर भेडाले ड्याममा दिँदाखेरि त बच्यो। युवा शक्ति सिंह उता फर्कायो भन्ने भ्रम कसैले नपरोस्। युवा शक्ति कहाँ छ पछाडि यसो पछाडि पाइला सारेको छ भन्ने भ्रम कसैले नपरोस्। युवा सङ्घले पऱ्यो भने उता फर्केका सिंहको मुरला टाउकाले हान्दा 3 बल्ड्याङ होइन 7 बल्ड्याङ भयो।